गण्डकी प्रदेश सरकारले गाँजा खेतीको विधेयक त पारित गर्यो। धेरैले अबदेखि कानुनी रूपमा गाँजा रोप्न पाइन्छ भनेर बुझिरहेका पनि छन्। तर के साँच्चै अब गण्डकीमा गाँजा खुल्यो त? अहिलेसम्म ठ्याक्कै खुल्यो भन्न सकिँदैन। किन? अब कानुनकै भाषामा बुझौँ। नेपालको संविधानले कानुन बनाउने अधिकार 3 तहमा बाँडेको छ। त्यसमा सबै अधिकार प्रदेशलाई त छैन। संविधानको अनुसूची 5 ले फौजदारी कानुन बनाउने अधिकार सङ्घ सरकारको एकल अधिकारभित्र राखेको छ। अब प्रश्न उठ्छ, गाँजा फौजदारी विषय कसरी भयो? कसरी भने अहिले हामीले मानिरहेको लागु औषध नियन्त्रण ऐन 2033 ले गाँजालाई लागु औषधको रूपमा वर्गीकरण गरेको छ। यस ऐन अनुसार गाँजाको खेती, गाँजाको उत्पादन, गाँजाको बिक्री, गाँजाको ओसार पसार, गाँजाको वितरण र गाँजाको प्रयोग सबै फौजदारी कसुर मानिन्छन्। यी कार्य गरेमा कैद र जरिवानासम्मको सजायको व्यवस्था पनि छ। आज पनि यही ऐनका आधारमा धेरै मानिसहरू जेल सजाय भोगिरहेका छन्। तर यही एउटा रोचक कानुनी व्यवस्था पनि छ। लागु औषध नियन्त्रण ऐन 2033 ले विशेष उद्देश्यका लागि जस्तै औषधिजन्य, वैज्ञानिक अनुसन्धान वा औद्योगिक प्रयोजनका लागि गाँजाको प्रयोग गर्न सकिने सम्भावना पनि राखेको छ। तर त्यसका लागि नियमावली र अनुमति प्रणाली आवश्यक हुन्छ र त्यो नियमावली बनाउने अधिकार प्रदेश सरकारसँग छैन, सङ्घीय सरकारसँग छ। यही कारणले गण्डकी प्रदेशले विधेयक पारित गरे पनि सङ्घीय कानुन संशोधन नहुँदासम्म यसको पूर्ण कार्यान्वयन सम्भव देखिँदैन। अझ अर्को महत्त्वपूर्ण कुरा के छ भने नेपालको संविधानको धारा 75 र धारा 235 अनुसार प्रदेशले आफ्नो अधिकारभित्र रहेर मात्र कानुन निर्माण गर्न सक्छ र संविधानको धारा 133 को 1 ले स्पष्ट व्यवस्था के गरेको छ भने यदि प्रदेशको कुनै पनि कानुन सङ्घीय कानुनसँग बाजियो भने बाजिएको हदसम्म त्यो स्वतः अमान्य हुन्छ, अर्थात् प्रदेशको कानुनभन्दा माथि सङ्घीय कानुन लागू हुन्छ। त्यसैले अहिलेको अवस्थामा गण्डकी प्रदेशको विधेयक राजनीतिक सन्देश र नीतिगत पहलका रूपमा महत्त्वपूर्ण हुन सक्छ, तर व्यवहारमा गाँजा खेती कानुनी रूपमा सुरु हुन कम्तीमा केही कामहरू अझै गर्न आवश्यक छ। पहिलो, सङ्घीय सरकारले लागु औषध नियन्त्रण ऐन 2033 संशोधन गरी गाँजा सम्बन्धी व्यवस्थामा परिवर्तन गर्नुपर्छ। दोस्रो, सोही ऐनले दिएको अधिकार प्रयोग गर्दै आवश्यक नियमावली बनाएर औषधिजन्य र औद्योगिक प्रयोजनका लागि अनुमति दिने व्यवस्था लागू हुनुपर्छ। त्यसअघि अब गाँजा खेती कानुनी रूपमा खुल्यो भनेर भन्ने निष्कर्ष निकाल्नु कानुनी रूपमा चाहिँ सही हुँदैन। कानुनको वास्तविक अवस्था बुझेर मात्र धारणा निर्माण गरौँ। तर गण्डकी प्रदेश सरकारले जे पहल गर्यो, जे प्रयास गर्यो, जुन विधेयक पास गर्यो, त्यो चाहिँ निकै लोकप्रिय छ।